एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा भन्ने गीत छ नि त्यस्तै। एउटा मान्छेको मेहनत लगापले पनि कति फरक पर्छ भन्ने कुरा चाहिँ सुदन गुरुङबाट थाहा पाइन्छ कि होइन। कति मेहनत छ त। जेनजी आन्दोलन पछाडि देश सङ्कट भएको बेलामा होइन प्रधानमन्त्री सुशीला कार्कीलाई चाहिँ त्यतिखेर चाहिँ ढोगेर प्लिज प्रधानमन्त्री बनिदिनु पऱ्यो, देशलाई निकास दिनु पऱ्यो, देश चुनावी माहौलसम्म पुग्नु पऱ्यो भनेर ढोगेर बिन्ती बिसाथे। अहिले आएर राजसभाबाट चाहिँ गोर्खाबाट जितेको छन्। गोर्खाबाट जितेर आएर चाहिँ फेरि आमा भनेर आशीर्वाद लिइरहेछन् होइन। हो एकदम ग्रेट मान्नुपर्छ कि लिडरहरूलाई मिलाउने काम, बालेन रविलाई मिलाउने काम। फेरि पनि भोलिको दिनमा बालेन रवि फुट्न सक्छन्, त्यो अवस्थामा पनि तालचा ठोकेरै भए पनि फेरि पनि मिलाउने काम गर्नु भनेर हामी सबैलाई इच्छा छ होइन। त्यो स्थितिमा सुदन गुरुङ त्यहाँ हुँदाखेरि त सबैलाई मिलाउँछन् नै भन्ने लाग्छ। आफू पद लोभ लालच नगरिकन बरु अरूलाई दिएर भए पनि समेटेर लान सक्ने खुबी छ सुदन गुरुङमा। त्यस्तै इच्छा छ, त्यस्तै सुदन गुरुङको चाहिँ होइन। कुनै स्वार्थ छैन जस्तो लाग्छ होइन। एकदम स्पोर्ट यङ होइन, जेनजीहरूको लिडर। उसलाई सकाउनुको लागि चाहिँ भोलिन्टियर फोर्स पनि गठन भएको थियो, तर त्यो केही पनि लागेन सिप होइन। अहिले आएर इलेक्सन भयो, ऊ पनि जितेको छन्, सभासद सांसद भएको छन् होइन। ल यस्तै गरेर देशको लागि काम गर्दै 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 गएको देख्न पाऊँ है। बालेन रविलाई चाहिँ मिलाएर लगेकै देख्न पाऊँ है भन्छु म चाहिँ सुदन गुरुङलाई है। सुदन गुरुङ हुँदासम्म बालेन रवि फुट्दैनन् भन्ने पनि मलाई एउटा विश्वास छ। ल त धन्यवाद।